हेलो गाइज, हामी चाहिँ है रेसुङ्गा जाँदैछौँ। हाम्रो यहाँ राजु भ्लग राक्षे दाइ पनि रज्जु भ्लग के छ, ठिक छैन? ओ दामी छैन। ल ल गाइज होइन, धेरै माया छ। हाम्रो दादाको के छ, दादा डङ्ग लाएर भन्दै छ सब ल खोइ त नि त्यो। हेलो एभ्रिवान, गुड मर्निङ। दिस इज रज्जु राक्षे मिनी भ्लग फ्रम अर्घाखाँची। फाइनली गाइज आज हामी होइन सबै साथीभाइहरूसँग होइन डङ्ग लाएर हामी आज रेसुङ्गा माथि रेसुङ्गाको डाँडा घुम्दै अनि टक्क लाएर हामी रेसुङ्गा पार्क घुम्ने छौँ होइन। अहिले हामी कहाँ आयौँ रे भाइ? यो भाइ कहाँ रे हामी? मैरा भन्ने ठाउँमा आएको छौँ होइन। कति लगभग यो 1200 सिडी चढेर जाँदैछौँ हामी होइन गाइज होइन। त्यो धेरै माया छ। ल गाइज होइन, रेसुङ्गा गुल्मी तम्गास होइन, रेसुङ्गा तम्गास बजारदेखि थोरै माथि चाहिँ होइन बबाल दामी छ हामी गाइज। ल धेरै माया छ। ल होइन, सबैजनालाई एकचोटि होइन रेसुङ्गा पार्कतिर डङ्ग लाएर आइदिउँ होइन, चट्ट लाएर। त्यही हो, अरू केही छैन। ल धेरै माया छ। ल गाइज होइन, ल बाँकी भिडियो चाहिँ बन्दै जान्छ होइन। त्यही हो। ल छुट्टी आउँछन् 6 महिना बिराएर, छुट्टी आउँछन् 6 महिना बिराएर, सुत्न दिनन् रातभरि छिराएर लालाजी। मिठा पान बना दो बनारसे वाला, ओ मिठा पान बना दो बनारसे वाला। भिछोड बहु नानी, भिछोड बहु नानी, सँगै बसी पाइएन रुनानी, तम्घासमाथि रेसुङ्गाको वन, सँगै रुन पाइएन निर्माया, न्याउलीसँगै रुन्छ मेरो मन। खत्रै खत्रै आयो गाइज। ल खत्रै। ल फाइनली गाइज होइन, अहिले हामी यसरी जान लागेको रेसुङ्गा होइन। हाम्रो ग्रुपिङै छ है गाइज होइन, हामी 50-60 जना छौँ गाइज होइन। धेरै माया छ। ल होइन, टक्क लाएर आज ह्याकिङ पिकनिक भन्दा नि हुन्छ, अब टुर भने नि भयो, अझै भन्दा नि हुन्छ गाइज होइन। ल हाम्रो ग्याङ है। ल गाइज होइन, हामी अब रेसुङ्गा पार्कतिर जाँदैछौँ है। ल ल ल ल ल ल ल योगा सोगा गरेको डङ्गला केही छ त? कहाँ जानु लाग्यो गाइज? हेलो एभ्रिवान। ल खत्रै है गाइज। ल हामी गाइज अब आइसक्यौँ है रेसुङ्गा पार्क डङ्ग लाएर। के हो मादल सादल बोकेर डङ्ग चिज बोकेर के हो डङ्ग मादल बजाएर नाच्ने हो र? फाइनल गाइज हामी आइसक्यौँ रेसुङ्गा पार्कतिर। वेलकम ब्याक, दिस इज मी रज्जु राक्षे मिनी भ्लग फ्रम अर्घाखाँची। फाइनली गाइज गुल्मी तम्घासमा रहेको रमणीय स्थल रेसुङ्गा पार्क नजिक आइरहेको। ल एभ्रिवान, हामी चाहिँ फाइनली गाइज अब यहाँ टिकट काटेर पनि हामी अब डङ्ग लाएर अब यहाँ पार्कभित्र छिरिसक्यौँ गाइज होइन। ल अब जिप लाइन पनि बन्दैछ ल गाइज होइन। यहाँ चाहिँ उहाँ रेसुङ्गा डाँडामा जाने डङ्ग लाएर जिप लाइन पनि बन्द थियो होइन। त्यही भएर अब डङ्ग केही समयपछि यहाँ जिप लाइनको पनि व्यवस्था हुन्छ गाइज। ल है बबाल दामी छ गाइज होइन, रेसुङ्गा पार्क होइन डङ्ग लाएर घुम्न आइदिउँ ल सबैजना होइन। गार्डन साडन टक्क दामी ल गाइज। ल पिङसिङ पनि रहेछ है। ल ओहो स्वर्ग जानु पर्दैन, स्वर्ग नेपालमै छ गाइज होइन। रेसुङ्गा पार्कमा आइसकेको छौँ गाइज होइन। ल ल सर केही छ त? हाम्रो घुम्न मान्छे के भन्छ? यो के को गुरुको किन आइरहेछन् भनेर भन्नु भएको छ। अब हामी एउटा यो रमाइलो जिन्दगीमा साथीभाइसँग मिले यसो रमाइलोको लागि आएका हौँ। यो हामीहरू सबै एउटा कोही पूर्व, कोही पश्चिम, कोही दक्षिण, कोही उत्तरका मात्रै हो। अब नाचगान हुन्छ एकछिनपछि। ल ल ल ल ल धेरै माया छ। ल आइसक्यौँ ल गाइज होइन। ल हेरौँ त। ल म छायामा है। ल गाइज यही हो है, म चाहिँ हिँडिरहेको छु। ल यता सर पनि आउँदै हुनुहुन्छ। ल ल राम्रो छ नि सर, एकदम ओके छ। यो ठाउँ चाहिँ असाध्यै राम्रो ठाउँ रहेछ। ल यहाँ चाहिँ हेर्दाखेरिमा चाहिँ सबै कुराहरू चारैतिर देखिने र यो चाहिँ अलिक औलो डाँडा भएको भएर यहाँको चाहिँ सबैतिरको चाहिँ अवलोकन गर्न सकिने रहेछ। साह्रै राम्रो अनि घुम्ने ठाउँ एकदम राम्रो स्थल, धार्मिकदेखि लिएर पर्यटकीय स्थल भएको भएर यस ठाउँमा चाहिँ घुम्न आउँदा चाहिँ एकदम राम्रो नै मानिन्छ। एकदम ठिक छ।
यो चाहिँ टक्क लाएर हाम्रो सरको टक्क मिठो छोटो मिठो भ्लग पनि भयो है गाइज। ल यस भ्लगलाई हेरेर डङ्ग लाएर सबैजना घुम्न आइदिनु होला। ल दामी छ ल गाइज। ल है एकपटक मेरो भिडियो त आइसक्यो। अब एमआर रज्जु भ्लगबाट फेरि रिपिटै यो राम्रो फुल भिडियो अब फाइनली गाइज अब ग्रुपिङमा आउँछ है गाइज। ल है धेरै माया छ। ल तम्घास बजार पनि यति नै जिम छ ल गाइज। सिरेटोले तान्यो मलाई केल्यो तान्यो ए छैन र माया। खाजाको आइटमहरू टक्क लाएर छ है। मेरै हो ल दुईवटा अन्डा हो खोइ त के चाहियो ब्रेड आफूको हाले हुन्छ ब्रेड दुध त हान्न भन्दा दुध नखाने म भाइ फाइनली गाइज अब यहाँ हामी आइसकेको म अब टक्क लाएर अब हाम्रो अब खाजा नास्ताको कार्यक्रम छ। ल गाइज होइन के खाँदै हो ब्रो होइन खोइ के हो के ल खतरा होइन आइटम। ल ल ल ल ल दुध पनि रहेछ। ल ए भगवान् के गरेको हो यो के हो भाइ हो ल ल ल ल ए हल्छ त ल ल गाइज। ल देशुङ पार्कमा आएर डङ्ग लाएर आइटम खानु लाग्यो है। ए भर्ती भएको 2010 मा हो सालीज्यूले किनिदिएको चस्मा हो लालाजी हमारे प्यारे से लालाजी अरे मिठा पान बना दो बनारसी वाला।
पिरो छ डम्बुलीको ठिटोमा डाँस हिरो छ